नमस्ते सम्पूर्णमा म कमल कोइराला पेशाले अधिवक्ता र केही समयदेखि म चाहिँ BMW ब्रम्बी प्रयोग गर्दै आइरहेको छु। BMW ब्रम्बी 5 डोर सबैभन्दा मन परेको, बस्नलाई पनि कम्फर्टेबल, पछाडि 2 सिटर, अगाडि पनि लुक्स वाइज पनि राम्रो र ब्याट्री त अब सिटी राइडको लागि मैले सबै इभीहरूलाई हेर्दाखेरि वान अफ द फाइनेस्ट लाग्यो। द्याट्स वाइ आई हैड चुजन द्याट। मेरो नाम कृष्ण कुमार गुप्ता अग्रवाल हो। म मकवानपुर उद्योगवाणी सङ्घको भर्खरै निवर्तमान भएको मकवानपुर उद्योगवाणी सङ्घको अध्यक्ष हुँ। मलाई एउटा सानो गाडी चाहिने, मार्केटमा हिँडिरहँदा अथवा काठमाडौँ भ्यालीमा घुमिरहँदा अथवा विभिन्न ठाउँमा जाँदाखेरि त्यो गाडी घुमाउन अथवा भिडमा जाँदाखेरि मलाई अलिकति अप्ठ्यारो जस्तो लाग्यो भएर मैले सानो गाडीहरूमध्ये मैले BMW मन पर्यो। र अर्को कुरा के भने एउटा चार्जिङ पोइन्ट हो। चार्जिङ पोइन्ट भनेको मैले बाहिर कहीँ पनि चार्ज गर्नु पर्दैन। मेरो घर आसी जुन घरमा जुन बत्ती छ त्यो बत्तीले नै म आफ्नो चार्ज गर्न मिल्ने, कहीँ पनि गएर चार्जिङ स्टेसनमा गइरहनु नपर्ने। जहाँ जुनसुकै अब कहीँ बाहिर जानु परेछ भने कहीँ चिया खान लाग्यो होटलमा, त्यही होटलमा एउटा पोइन्टमा लगाएर मैले चार्ज गर्न मिल्ने। म चाहिँ प्रोफेसर डाक्टर जीवन बहादुर शेरचन। म यो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा 43 वर्षभन्दा बढी काम गरिकन म रिटायर भएको हो। यसको ड्राइभिङ त एकदमै स्मुथ छ। खास गरी चाहिँ यो सहरमा चलाउँदाखेरि अलिअलि उकालोमा चलाउँदाखेरि एकदम स्मुथली रन भएको मैले पाएको छु के। यसमा कुनै पनि मैले प्रब्लमहरू, कुनै डिफिकल्टीहरू मैले पाएको छैन। त्यसले गर्दाखेरि सायद मेरो विचारमा सिटीको लागि चाहिँ यो चाहिँ विशेष गरेर चाहिँ एजहरूको लागि, महिलाहरूको लागि अझ यो चाहिँ एकदमै सुटेबल छ भन्ने मैले महसुस गरेको छु। नमस्ते, मेरो नाम शिव थापा। म निर्मल बाटिका एकाडेमी टोखा 11 को प्रिन्सिपल। सहरको लागि यो एकदमै राम्रो छ। यसले माइलेज पनि दिएको छ। म यो गाडी लिइसकेपछि कम्तीमा मैले नुवाकोटको त्रिशुली, सुन्दरी जल, मेलन्ची साइडपट्टि पुगेर आएको छु। अनि दिनमा 80 किलोमिटर 100 किलोमिटरसम्म ओहोरदोहोर गर्दाखेरि यसको राम्रो पक्ष के रहेछ भने जुन बाटो गयो त्यही बाटो फर्किने हो भने उकालोमा अलिकति यसले ब्याट्री खाएको जस्तो देखियो, तर त्यही बाटो फर्किँदाखेरि त्यसले रिकभर गर्दाखेरि म त 1300 मा हिँडिरहेको छु जस्तो पनि हुँदो रहेछ। त्यस कारणले राम्रो भएको छ मलाई। डे टु डे लाइफ प्लस सिटी राइड लाइफ सजिलो भएको छ मलाई। मेरो आफ्नो अनुभव अनुसार चलाउनलाई चाहिँ एकदमै इजी, ह्यान्डी छ र यसको माइलेज पनि राम्रो छ। र अर्को कुरा चाहिँ के छ भनेदेखि अरू गाडीको कम्पेयरमा चाहिँ यो धेरै सस्तो र भरपर्दो देखेँ मैले। त्यसले गर्दाखेरि चाहिँ म यो सायद यो सल्लाह दिन चाहन्छु, यो किन्दाखेरि बेफाइदा हुँदैन, फाइदा नै हुन्छ भनेर। एकदम पक्कै गर्नुपर्छ। किनभने म आफै त्यो गाडी चलाएर त्यो गाडीमा हिँडेर त्यो गाडीमा मैले आफै युज गरिसकेपछि मैले पक्कै अब साथीभाइले पनि सानो गाडी लिउँ अथवा सहर बजारमा लोकलको लागि मलाई गाडी चाहिन्छ भन्ने गरौँ भने म BMW नै सिफारिस गर्छु। आई थिङ्क यदि तपाईँको 20 लाखको कस्टमा तपाईँ यदि गाडी खोजिराख्नु भएको छ, सिटी राइडको लागि खोजिराख्नु भएको छ, सानो ठाउँमा पनि मजाले छिर्ने कम्फर्टेबल खोजिराख्नु भएको छ, काठमाडौँमा त्यही हो, पार्किङको समस्या छ, अलि सानो गाडी भयो भने कम्फर्टेबली पार्किङ गर्न सकिन्छ, हो त्यो लेभलको खोजिराख्नु भएको छ भने इट इज द बेस्ट अप्सन।